भीमसिंह आज चाहिँ यो चाहिँ सामूहिक भिडियो सामूहिक हाम्रो यो चाहिँ भीमसिंह पूजा हो। यो चाहिँ हाम्रो वर्षौली हुन्छ हाम्रो यो चाहिँ यस्तो भालेको पूजाहरू हुन्छ। यस्तो छ है हाम्रो चाहिँ यहाँनिर बाजेहरूको पालोदेखि हाम्रो यो सुरुवात भीमसिंह पूजा गरिएको र यहाँ जहिले पनि टिकाको अघिल्लो दिन हैन अनि जहिले पनि भीमसिंह हाम्रो पायातीहरूको हैन वर्ष दिनको चाडको हुन्छ। रक्षा गर्दै छिमा गर्दै शीतल गर्दै पुरस्कार ओ मिन छैन पते और रुन्ची न भन्थे होल त सेउ म रक्षा गर्दै छिमा यस्तो छ पारी चाहिँ हाम्रो गाउँ यता पारीको ठाउँ हो यो। सय गर्दै शीतल गर्दै परमेश्वर के छ हाल्छ रक्षा गर्दै छिमा गर्दै शीतल गर्दै दिन पर्छ पर्सिदि दे परमेश्वर रक्षा गर्दै छिमा गर्दै परमेश्वर हो त सेप्छ 100 गएको चाहिँ हो त सेप्छ रक्षा गर्दै छिमा गर्दै परमेश्वर शीतल गर्दै परमेश्वर आरोग्य गर्दै हामी खाँदा छ जनानी म भाले पर्छै बम्बेला छ खाट गयो छोरा रहेछ के बाबा ल भाले पर्साउने कार्यक्रम भइरहेछ यहाँ 10 घरको हाम्रो भीमसिंह सामूहिक भीमसिंह खुइले घाटी खुइले भाले भइरहेछ बडा थोर खतरा हम खाँदा छ भइरहेछ परमेश्वर यसैको खिम्पाको मकै चाहिँ होक्छ भन्छ नक्सन सलाम बानेमा ल परमेश्वर प्रसन्न उसिसन्न पर्सिदि दे परमेश्वर को मोता है को मोता फेल्ने को भएको नुको माने बटन अरे यो छुटा भयो ए नानी ल यस्तो छ हाम्रो सबै परिवार हो। यस्तो छ देउता थान ल यस्तो छ ल अब काट्ने क्रम छ ल यहाँ चाहिँ परेवाबाट सुरु काठमाडौँ भइरहेछ हाम्रो भाले कगसको भाले चिन्नु अनि खसी के अरे कमल दाइको होला त्यो तिम्रो आज भाले त्यही हो आज ल यसरी काठमाड सुरु भीमसिंहको हुँदैछ। भाले चाहिँ 6 महिना चिङ्गा खोम पर्ने होला के
के मङ्गो छेता नुमा आम्नी म ओप्मे सबै ओ केटाहरू लो आऊ यहाँनिर हाम्रो चाहिँ अब भीमसिंह पूजा भयो छिनै मामको ए खेलाइची माग्नु ल केटाहरू यहाँ आइरहेछ हाम्रो यो भीमसिंहमा हो केटा हो खाँदै मा खायो सिङ्गा ओका के ओका कौन खाता के पिक कैसे मान हुई मान नोई के टिम है यो चाहिँ यहाँ चाहिँ छैन अन्तिम ल राम बु यादव में के मजा है बु यादव में ल ल ल यहाँ चाहिँ फेरि अब पोल्ने कार्यक्रम भइरहेछ हाम्रो यहाँ झलक राई राजकुमार दाजु होइन राजकुमारमा हो उइकेन ल है हाम्रो यस्तो यो चाहिँ हाम्रो दान्के र गम्भीरको सन्तानको चाहिँ यहाँ चाहिँ भीमसिंह भइरहेछ होइन सगुले भीमसिंह है ल दाजुले अलिकति बोल्नु पर्यो हाम्रो भीमसिंहको बारेमा के छ यो भीमसिंह पूजा यो विशेष गरेर चाहिँ कान्छाको सन्तानहरू 5 भाइ भए 5 पाण्डव भरे अनि कान्छाको सन्तानलाई चाहिँ अलि बढी फाप्ने भन्ने कुरो अब त्यसमा चाहिँ अब दान्केले पनि अब धेरै अब विश्वास गर्ने भएको चाहिँ यो वर्षमा एकचोटि चाहिँ अब एउटा एक जोडी परेवा अथवा भाले लिएर आउने चलन थियो पहिला चाहिँ घर घरै लगेर आफ्नो भाले परेवा लगेर खाने चलन थियो यसो मनसाउनु सिल उसको कलेजा मुटु चाहिँ यतै बाँडेर खाइन्थ्यो अनि घर घरै लगिन्थ्यो अहिले चाहिँ त्यस पछाडि त्यसको विकसित रूप भनेको चाहिँ यहीँ नै भाले ल्याउँदा पनि परेवा ल्याउँदा पनि यी सगुलमा नै खाने गरेको छौँ र एक किसिमको रमाइलो छ सबैको अब मन मिलेको छ सबैको चाहिँ अब हित मिलेको छ सबैले अब चित्त मिलाएर भीमसिंह पूजा गरेको छौँ अनि अहिले अब राम्रै छ खानु लाउनुदेखि लिएर हेर्नदेखि लिएर हाम्रो परिवारमा राम्रै देखिन्छ अब अरू भन्नु कुरो त अब त्यति नै हो अनि अर्को कुरो चाहिँ यो हाम्रो बाजेहरूको दान्के गम्भीरबाट सुरुवात भएको कि यो कहाँबाट हो अब पहिला चाहिँ के हो भन्दाखेरि भीमसिंह पूजा गरेर हाम्रो किंवदन्ती अनुसार अब पाइतीहरूको चेली चाहिँ पहिला उसले के अरे आफ्नो पुसैलाई 70 वर्षको फपाजुलाई चाहिँ बिहा जबरजस्ती गरायो अरे अनि 17 दिन चाहिँ बाख्राको खोरमा थुनेर राखेपछि चाहिँ अब अन्तिममा चाहिँ लौ अब माइती हो अब तपाईँहरूको अब छोरी चेली म अब बढी भएछु अब ठिक छ म आजदेखि माने तर अब पायतीको शाखा सन्तानमा के अरे अब चेली चाहिँ नजन्मियोस् भनेर श्राप गरेको अरे हाम्रो अब फुपू भनौँ न फुपू बजुहरूले अनि त्यस पछाडि अब पायतीको चाहिँ अब सन्तानमा चाहिँ अब धेरै अब चेली नजन्मेको अरे धेरै पुस्तासम्म नजन्मेको अरे अनि त्यस पछाडि यो भीमसिंह चाहिँ पूजा गरेपछि भीमसिंहको वर मागेपछि चाहिँ अब छोरी चेली जन्मियो भन्ने कुरो चाहिँ अब किंवदन्ती छ अब हामीले यथार्थ कुरो अब बुझेको छैन हेरेको छैन र देखेको होइन अब हाम्रो पुर्खाहरूले भन्दै आउँदाखेरि त्यसरी अब भीमसिंहले चाहिँ अब वरदान दिएको अरे पहिल्यैदेखि नै अनि हाम्रो छोरी चेली नभएकोमा भएको अरे भन्ने कुरो चाहिँ अब किंवदन्तीमा छ अनि त्यसै कारणले हामी धेर जस्तो यो भीमसिंहमा चाहिँ विश्वास गर्छौँ र अब अहिले चाहिँ अब छुट्टै
आफ्नै तरिकाले अब सान्दर्भिक तरिकाले चाहिँ अब हामीले अब भीमसेन पुज्छौँ मान्छौँ हामी खाने जमघट हुने पाइतीहरूको अब एक किसिमको रमाइलो अब अहिलेसम्म चाहिँ अब देखिन्छ राम्रो छ योभन्दा अरू व्रत थपमा बोल्ने भोलि अब गएर भोलि अब बढाइ चढाइमा गर्ने कुरोमा गरौँला अब यति नै मैले जाने अनुसारको मैले प्रस्तुति गरेँ है ल कमल दाजु चाहिँ हाम्रो जेठो पाको यो छोराहरूको के अरे छोरा मध्येहरूको चाहिँ जेठा पाको कुरा यहाँ अब राख्यो ल 70 नागेको काकाहरू हुनुहुन्छ अब म चाहिँ अब हामीको छोरा खालमा चाहिँ जेठो हो खालमा 57 वर्ष पार गरिसके अब म पनि अब वृद्ध अवस्था अब पुग्न आएँ ल जे जति भोगेको र अब सुनेको कुराहरू अब पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्ने हामीले अब हाम्रो किराँतीको चाहिँ अब लेखेर अब राख्ने हुँदैन करङवेद भन्छ करङमा अब लेखेको कुरो प्रस्तुत गर्नुपर्छ नयाँ युवाहरूलाई सुनाउँदै जानुपर्छ त्यही सिक्दै जाने हो त्यही गर्दै जाने हो अनि त्यसो हो यो भीमसेनले चाहिँ हामीलाई त्यति अब छोरी चेली दियो भन्ने कुरो चाहिँ अब त्यसको प्रसादले हाम्रो छोरी चेली जन्म्यो भन्ने कुरो छ क्या ल त्यति अनुसार राम्रो हो त्यो कुरो ल मैले सुनेको दाइको यो आफ्नो भनाइलाई मध्यनजर गर्दै फेरि निरन्तर मैले भिडियो गर्न चाहेँ उया त्यो भइरहेछ आफ्नो भाले चाहिँ आफैले व्यवस्थित गरेर यहाँनिर चिङ्गा हेर्ने कार्यक्रम हुँदैछ त्यसैले मिसिन्छ भनेर आफ्नो भाले आफैले यहाँनिर बनाइरहनु भएको छ हाम्रो काका कान्छा यहाँ चाहिँ डम्बर भाइ होइन अनि हाम्रो यता पनि चिङ्गा हेर्नलाई मात्र हो यो अनि फेरि सगुलमा हाम्रो काटमार हुन्छ काटमार भएपछि सगुलमै खाने एउटा हाम्रो यो रमाइलो भीमसिंहको नाममा चाहिँ रमाइलो नि होस् भन्ने हिसाबले हामीले यो अभियान चलाएको होइन दाजु के हो ल ल बोबो जन्तरी यहाँ ल यहाँ चाहिँ अब सुरु हुँदैछ फोरफार कार्यक्रम काइला काका चाहिँ हाम्रो ए जाँड त खानु हुँदैन रक्सी चाहिँ हुन्छ होइन जन्तरे काका पनि हुन्छ यहाँ उभिरहनु भएको छ ल बाबाई ल हाम्रो पूजाको कस्तो भयो उहाँ चाहिँ पुर्खा आजको पुजारी एकदम राम्रो भयो होइन पूजा राम्रो भयो पुरा राम्रै भयो है हाम्रो आज अब यो निरन्तर चलिरहन्छ हाम्रो जस बिग्रेको चाहिँ छैन होइन त्यत्रो एकपटक बिग्रेको छैन हाम्रो पूजा होइन सेमा यो उमन हैन चिज होइम छ होला नुको दो भाइ पे बेटी नेपाम नहोला न ए आसु सब कार्यक्रम हुँदैछ मासु त अनि यो दसैँ होइन जेठा दाजु लेग पिस कुन हो छाती पिस कुन हो पानी पाए त नि यहाँ त ल भएन नि त्यसरी त हाम्रो माइला दाजुले चाहिँ यो के पकवान हो पकुवा
पकवान कि पकुवा भन्छ बनाइरहनु भएको छ खाना चराई मम्पामा आयो म भयो भयो लु आइज यता अब हाम्रो बुवा पुजारी हुनुहुन्छ यतिखेर भागमा आउँछ ट्याक्कै